अस्ति मैले एउटा भिडियोमा भनेको थिएँ कि तपाईँले एड रन गर्ने बेलामा चाहिँ सिम्पल एउटा मात्रै भिडियो बनाएर एड रन नगर्नु। तपाईँले त्यही एउटा कन्टेन्टकै भिडियो छ भने पनि डिफ्रेन्ट हुक बनाएर चाहिँ 6 जति भिडियो बनाउनुहोस्, त्यसपछि गएर के गर्नु भन्दाखेरि टेस्टिङमा लाग्नुहोस्। र एउटा कमेन्टको के आएको थियो भन्दाखेरि चाहिँ बजेट डिफ्रेन्ट भिडियोमा कसरी हाल्ने भनेर भन्नुभएको थियो। र हामीले चाहिँ एड्स म्यानेजरबाट एड रन गर्ने बेलामा चाहिँ डिफ्रेन्ट भिडियोमा चाहिँ डिफ्रेन्ट बजेट हाल्नु पर्दैन। सो तपाईँलाई म एउटा WNAcademy को एउटा इक्जाम्पल दिन्छु। WNAcademy मा चाहिँ हामीले रिसेन्टली एउटा एड रन गरेका थियौँ। सो त्यसमा चाहिँ हामीले पर डे $10 स्पेन्ड गरिरहेको थियौँ। त्यो भनेको चाहिँ होल क्याम्पेनलाई $10 स्पेन्ड गरेर हो। अब हामीभित्र हामीले गरेर हेर्छौँ भने चाहिँ यहाँ डिफ्रेन्ट भिडियो छ, जस्तै क्रिएटर 2 को भिडियो छ, क्रिएटर 1 को भिडियो छ, मेरो भिडियो छ, त्यसपछि क्रिएटर 1 को अर्को भिडियो छ, फेरि त्यसपछि अर्को मेरो भिडियो छ। सो यति मध्ये चाहिँ हाम्रो कुन चाहिँ बेस्ट पर्फर्म गर्यो त्यो चाहिँ अगाडि बढिरहेछ है। जस्तै अब हामीले क्रिएटर 2 को र क्रिएटर 1 को भिडियो राम्रो पर्फर्म गर्यो भने चाहिँ हामी के गरिरहेको छौँ भन्दाखेरि चाहिँ हामीले अरूको भिडियो चाहिँ अफ गर्दै रहेको छौँ। अब हामीले के गर्न सकिन्छ भन्दाखेरि चाहिँ अब त्यही $10 बजेट जुन हामीले लिइरहेको छौँ, अब फेसबुक के गरिदिन्छ भन्दाखेरि चाहिँ सबैमा चाहिँ $10 चाहिँ इक्वली स्प्लिट गरिदिन्छ। अनि त्यसपछि कुन चाहिँ भिडियो राम्रो पर्फर्म गरिरहेको हुन्छ त्यसलाई चाहिँ बढी बजेट दिइदिन्छ। अनि हामीले हेरेर चाहिँ कुन चाहिँ भिडियो राम्रो पर्फर्म गरिरहेछ अनि त्यो पर्फर्म गरेको भिडियो चाहिँ अन गरेर चाहिँ अरूलाई अफ गरेर चाहिँ अगाडि बढाउन सकिन्छ। र यसको अब अर्को के फाइदा हुन्छ भन्दाखेरि तपाईँले चाहिँ फ्युचरमा चाहिँ कस्तो खालको भिडियो बनाउने, कसरी बोल्ने भन्ने कुरा चाहिँ त्यो भिडियो थाहा हुन्छ। किनकि जुन चाहिँ भिडियो अलि इङ्गेज गरिरहेको छ मान्छेले चाहिँ त्यो फ्युचरमा पनि इङ्गेज त्यस्तै खालको भिडियोमा इङ्गेज गर्छ तपाईँको बिजनेसको लागि। त्यही भएर तपाईँले चाहिँ यस्तै खालको टेस्टिङ गरेर चाहिँ फ्युचरमा कस्तो खालको भिडियो बनाउनुपर्छ भन्ने कुरा बुझ्न सक्नुहुन्छ।